छ माथि भर्खरै धान कुटाएर ल्याइसक्यौँ यहाँ दिदीको अनि बिचरा एक्लै हुनुहुन्छ छोरा पनि छैनन् के गर्नु सबै कमाउन गए छोरा कमाउन गए इ बुढी मर्न आँटी कमर दुखेर यहाँ फसौँ घर माथि नै लैजा नि माथि नै ल कम्मरै फुस्किन्छ हौ यो ढालले त नखानु जस्तो लाग्छ गाइस के गर्नु मोदी सरकारले चामल दिनुहुन्छ त्यही पनि धानको लोभाउँछन् मान्छेहरू कहाँ यहाँ त अहिले टोकेर मेरो खत्तम पार्दिन्छन् धर्नु कहाँ लानु कहाँ छ स्टेसन होइन म भिडियो बनाउँछु नि त लु हेर्नुहोस् गाइस तिनजनाले एउटा बस्दा मेरो चाहिँ नहाल्नु है उहाँ भन्नुहुन्छ उहाँको भिडियो नहाल्नु भन्नुहुन्छ अब किन नहाल्नु अब एउटा फर्सी लड्न सक्छौ यो उचाला उचाला माथि माथि लो खा ठाडो पार्नुपर्छ मुनहरू यसलाई ठाडो पर्दैन फालो पार्न मुख खोलेर राख्नु पर्थ्यो कि पर्दैन बनाउनु सक्छ कुन चाहिँ हो ए सक्नुहुन्छ दुईजना जानु यहाँ हेर्नु कति राम्रै सासु बुहारीले मिलेर थन्काउने मेलो गरिरहेको छन् यहाँ बाख्राहरू पुरा हेर्नु न धान चामलको गन्धले खनी खत्रो भइसक्यो बाख्राहरूलाई पनि सबै कालै काला छन् मान्छेहरू चाहिँ गोरा छन्